हेलो नमस्ते सबैजनालाई। के सन्चै छौ सबैजना? ल आज हामी क्लास 10 को मेन्सुरेसन च्याप्टर सुरु गर्दैछौँ। ठिक छ, यो इङ्ग्लिस मिडियममा हुनेछ। मेन्सुरेसनमा पनि हामी के सुरु गर्छौँ भन्दाखेरि पिरामिडको बारेमा हाम्रो सिलेबसले भनेको छ, हामी पिरामिडको बारेमा पढ्छौँ। पिरामिडको बारेमा के पढ्छौँ? पिरामिडको हामीले एलए सेप पढ्छौँ, ल्याटरल सर्फेस एरिया, बेस एरिया पढ्छौँ अनि भोल्युमको बारेमा कुराहरू गर्छौँ। ठिक छ, ल पुरै कन्सेप्ट यसमा हामी क्लियर गर्छौँ। आज हामी के पढिरहेका छौँ? पिरामिडको बारेमा है। आज हामी पिरामिडको बारेमा पढिरहेका छौँ। पहिले यो कुरा बुझौँ कि पिरामिड भनेको के हो। पिरामिड भनेको के हो त? त्यसले पिरामिडको एउटा फिगरै बनायो पहिला। तल रेक्टाङ्गल अथवा स्क्वायर बनाएँ मैले। सो दिस इज द पिरामिड। यो के भयो? यो हाम्रो एउटा पिरामिड भयो। ठिक छ, यो हाम्रो के भयो? एउटा पिरामिड भयो। क्यामेरा फोकस छ? ल ठिक छ। हेर, पिरामिडमा के हुन्छ? एउटा बेस हुन्छ। के हुन्छ पिरामिडमा? एउटा बेस हुन्छ र त्यो बेस कस्तो हुनु पर्यो? पोलिगनल बेस हुनु पर्यो। ठिक छ, पोलिगन। कि त ट्रायङ्गुलर हुनसक्छ, कि त स्क्वायर बेस हुनसक्छ, कि त रेक्ट्याङ्गुलर हुनसक्छ, होइन? जस्तो पनि हुन्छ है, तर के हुन्छ? पोलिगोन बेस हुन्छ। ठिक छ, त्यो कस्तो हुन्छ? पोलिगोन बेस हुन्छ। ल ठिक छ, त्यो कस्तो हुन्छ? पोलिगोन बेस हुन्छ। अब त्यसपछि के हुन्छ? त्यसको ट्रायङ्गुलर फेसेसहरू हुन्छ। ट्रायङ्गुलर फेसेस हुन्छ। जस्तो अब हेर, यहाँ हेर, यो फिगर हेर, यो यसको के भयो? पोलिगनल अथवा स्क्वायरको बेस भइहाल्यो। यसको के भयो? बेस भयो। यो जुन रातोले कोरिरहेको छ, यो के भयो? यसको बेस भयो। र यसको के हुन्छ? ट्रायङ्गुलर फेसेसहरू हुन्छ। ट्रायङ्गुलर फेसेसहरू हुन्छ, जतिवटा पनि हुनसक्छ। त्यो कस्तो खालको बेस ल्याएको छ त्यसमा डिपेन्ड गर्छ। अब यो हेर, यो के भयो? यसको ट्रायङ्गुलर फेसेसहरू भयो। यो के भयो? यसको ट्रायङ्गुलर फेसेसहरू भयो। ठिक छ, सो के हुन्छ भन्दाखेरि एउटा पोलिगोनल बेस हुन्छ र त्यसमा के हुन्छ? ट्रायङ्गुलर फेसेसहरू हुन्छ। र त्यो ट्रायङ्गुलर फेसेसहरू एक ठाउँमा गएर के हुन्छ? मिल्या हुन्छ। त्यो ट्रायङ्गुलर फेसेसहरू के हुन्छ? यताबाट ट्रायङ्गुलर फेस यहाँ भयो, यताबाट एउटा ट्रायङ्गुलर फेस यहाँ भयो, यो साइडबाट एउटा ट्रायङ्गुलर फेस यहाँ भयो, र पछाडिबाट एउटा ट्रायङ्गुलर फेस माथितिर भयो। त्यो सबै फेसहरू गएर के हुन्छ? एक पोइन्टमा मिट हुन्छ। यो पोइन्टमा, ठिक छ, यो पोइन्टमा मिट हुन्छ। ठिक छ, यसलाई कि त हामी एपेक्स भन्छौँ, तर तिमीहरूको बुकमा यसलाई भर्टिसेज भनिन्छ। ठिक छ, अथवा भर्टेक्स भनिन्छ, VRTEX। यसलाई के भन्छ भने भर्टेक्स भन्छौँ। ठिक छ, ल भर्टेक्समा फेरि म आउँछु एकछिनमा। यसलाई के भन्छ? भर्टेक्स भन्छ। अब मैले के भने, यसको एउटा पोलिगोनल बेस हुनु पर्यो। ठिक छ, यसको के हुनु पर्यो? एउटा पोलिगोनल बेस हुनु पर्यो। हेरौँ, यसको के हुनु पर्यो? पोलिगोनल बेस हुनु। त्यसपछि के हुनु? ट्रायङ्गुलर फेसेसहरू पर्यो र यो फेसहरू एक ठाउँमा आएर मिट हुनु पर्यो। बुम, हेर मैले जोडेको छैन। ठिक छ, अब हेर, यसको एउटा बेस हुनु पर्यो ट्रायङ्गुलर। यसको मैले स्क्वायर बेस बनाएको छु। यसको स्क्वायर बेस छ र के छ यसमा? ट्रायङ्गुलर फेसेसहरू चाहिँ हेर, एउटा ट्रायङ्गल, अर्को साइड हेर अर्को ट्रायङ्गल, यो साइड हेर अर्को ट्रायङ्गल, र यो साइड हेर अर्को ट्रायङ्गल। मतलब चारवटा साइड छ। यदि यसको चारवटा साइड छ, एउटा साइड, दुईवटा साइड, तीनवटा साइड र चारवटा साइड, भएन? एउटा साइड, ठिक छ, यो साइडको दुईवटा साइड, यो साइडको तीनवटा साइड, र फेरि मैले घुमाइदिएँ यो साइडको चारवटा साइड। ठिक छ, सो चारवटा साइड छ भने यसको कतिवटा ट्रायङ्गल छ? चारवटा ट्रायङ्गल छ। र यो चारवटै ट्रायङ्गलको टुप्पो आएर कहाँ मिल्नु पर्यो? एउटा कुनै पोइन्टमा मिल्नु पर्यो। यो पोइन्टलाई मैले हातले छोपिरहेको छु, यो पोइन्टमा आएर मिल्नु पर्यो, यहाँ आएर मिल्नु पर्यो, यो पोइन्टमा आएर मिल्नु पर्यो। र यस्तो कुरालाई हामी के भन्छौँ? पिरामिड भन्छौँ। ठिक छ, यस्तो कुरालाई के भन्छौँ? पिरामिड भन्छौँ। र यो स्क्वायरै हुनुपर्छ भन्ने कुनै आवश्यक छैन। यो रेक्ट्याङ्गल पनि हुनसक्छ। ठिक छ, यो कस्तो हुनसक्छ? यसको बेस चाहिँ कस्तो हुनसक्छ? रेक्ट्याङ्गल पनि हुनसक्छ। यसको बेस रेक्ट्याङ्गुलर बेस पनि हुनसक्छ। ठिक छ, अब यदि यसलाई कोरियो भनौँ न, यस्तोतिर फिगर भन्छ। यसको रेक्ट्याङ्गुलर बेस पनि हुनसक्छ। एउटा फिगर यो भयो। अब रेक्ट्याङ्गुलर पिरामिड यदि हेर्छौँ भने यो चाहिँ रेक्ट्याङ्गुलर पिरामिड भयो। यसमा रेक्ट्याङ्गुलर फेस हुनसक्छ, अथवा सरी, यो रेक्ट्याङ्गुलर, यो ट्रायङ्गुलर हो। यो ट्रायङ्गुलर हो, ट्रायङ्गल तीनवटा छ नि त, ल ट्रायङ्गुलर भयो। यसको एउटा रेक्ट्याङ्गुलर बेस पनि हुनसक्छ। ठिक छ, यसको रेक्ट्याङ्गुलर बेस पनि हुनसक्छ। यहाँबाट हामी रेक्ट्याङ्गुलर पनि बनाउन सक्छौँ। त्यस्तै चारवटामा पाँचवटा पनि, यसको पाँचवटा पेन्टागोनल पनि हुनसक्छ। 1 2 3 4 5 पेन्टागोनल बेस पनि हुनसक्छ। मानव सबैको बेस यहाँ आएर मिट भयो भने मानव सब, अब बुझ न,
पेन्टागोनल हुनु पर्यो ठिक छ। तर यो पोलिगोनल हुनु पर्यो। त्यो कि त पेन्टागोनल कि त हेक्सागोनल कि त रेक्ट्याङ्गुलर कि त ट्रायङ्गुलर जे पनि बेस हुन पाइयो ठिक छ, जे पनि बेस हुन पाइयो। ल अब कुरा के बुझ्नुपर्छ हामीले भर्टेक्स। भर्टेक्स भनेको दुईटा लाइनको बिचमा जुन पोइन्ट हुन्छ नि, यो पोइन्ट मिट हुने पोइन्ट यति लाइन यो हो यो अर्को लाइन 2 हो भने फर्स्ट लाइन 1 हो र अर्को लाइन 2 हो भने दुईटा लाइनको मिट हुने पोइन्टलाई हामी भर्टेक्स भन्छौँ ठिक छ। सिम्पल म्याथमेटिक्समा यसलाई हामी के भन्छौँ भर्टेक्स भन्छौँ। यो भनेको कुना हो, यो भनेको कुना हो। अर्को कुरा अब मैले यसलाई पुरै कम्प्लिट गरिदिएँ, यो ट्रायङ्गल बनाइदिएँ। त्यसो यसमा कतिवटा भर्टेक्स भयो, एउटा भर्टेक्स यो 1 नम्बरको एउटा भर्टेक्स ए मानिदिएँ मैले, ए भयो एउटा भर्टेक्स, बी भयो एउटा भर्टेक्स र सी भयो एउटा भर्टेक्स ठिक छ। यो भयो भर्टेक्स। अब यो जुन साइड देखिरहेको छ नि साइड, यो साइड यसलाई हामी इड्ज भन्छौँ। के भन्छ यसलाई हामी इड्ज, नेपालीमा किनारा भनिन्छ यसलाई, इड्ज भन्छौँ ठिक छ। साइड नेपालीमा यसलाई के भन्छ किनारा भनिन्छ ठिक छ, इड्ज अथवा साइड। त्यसो भए यो फिगरमा यसलाई के भन्छौँ हामी इड्ज भन्न मिल्छ, इड्ज ठिक छ। यो फिगरमा पनि यसलाई इड्ज भन्न मिल्छ, यसलाई पनि 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 इड्ज भन्न मिल्छ ठिक छ। अब यो स्क्वायर तल जुन बेस छ स्क्वायरको हेरौँ, स्क्वायर पनि इड्ज भन्न मिल्छ। अब यो साइडको यो बेस यसलाई पनि इड्ज भन्न मिल्छ, यो साइडको यसलाई पनि इड्ज भन्न मिल्छ। यो कन्फ्युज नहुनु, म यहाँबाट माथि कोरिरहेको छु, यसलाई पनि इड्ज भन्न मिल्छ। सो एउटा पिरामिडमा कतिवटा इड्ज हुँदो रहेछ गनौँ त। चारवटा त बेसकै आइहाल्यो, 1 2 3 र 4वटा त बेसकै आयो, 4वटा यो भइहाल्यो र 4वटा माथिको एउटा यो 2 अर्को यो 3 यो 4। सो जम्मा कतिवटा बेस हुँदो रहेछ, त्यसमा जम्मा कतिवटा इड्ज हुँदो रहेछ 8वटा इड्ज एउटा पिरामिडमा हुँदो रहेछ। कुन पिरामिडमा हुँदो रहेछ स्क्वायर बेस्ड पिरामिड हुँदो रहेछ, स्क्वायरको बेस्ड पिरामिड ठिक छ। यसको बेस कस्तो हुनु पर्यो स्क्वायर हुनु पर्यो ठिक छ, यसको बेस कस्तो हुनु पर्यो स्क्वायर हुनु पर्यो। स्क्वायर बेस्ड पिरामिडमा कतिवटा इड्ज हुन्छ 8वटा इड्ज हुन्छ। त्यस्तै हेरौँ यहाँ भर्टेक्स कतिवटा छ, भर्टेक्स कतिवटा छ। यो हाम्रो मेन भर्टेक्स हो, यो हाम्रो मेन भर्टेक्स, यहाँबाट यो भर्टेक्समा हामी सबै काम गर्छौँ ठिक छ। तर भर्टेक्स जम्मा कतिवटा छ, एउटा भर्टेक्स यहाँ 1 भर्टेक्स 2 भर्टेक्स 3 भर्टेक्स 4 भर्टेक्स र 5 भर्टेक्स। सो यहाँ कतिवटा जम्मा भर्टेक्स रहेछ, भर्टेक्सको प्लुरलमा लेख्नु भर्टिसेस भइहाल्छ। यहाँ कतिवटा भर्टिसेस छ 5वटा भर्टिसेस, एउटा इड्ज मान्दिउँ ल। कतिवटा भर्टिसेस छ 5वटा भर्टिसेस छ। बुझ्यो भर्टिसेस भनेको कुना, कुना र यो कुनादेखि यो कुनासम्म जुन लाइन छ नि, अब हेर यहाँ ल, यो कुनादेखि र यो कुनासम्म जुन लाइन छ नि, यो लाइन जुन गइरहेको छ नि, यही लाइन भनेको त इड्ज हो। सो भर्टेक्स टु भर्टेक्स जुन लाइन हुन्छ नि त्यसलाई इड्ज भन्छौँ हामी, इड्ज इड्ज इडिजी। त्यो भनेको के हुन्छ किनारा हुन्छ ठिक छ। र भर्टेक्स कतिवटा भर्टिसेस कतिवटा हुन्छ, स्क्वायर बेस्ड पिरामिडको कुरा गरेको छौँ। फेरि ध्यान दिए स्क्वायर बेस्ड पिरामिडको बेसी हाम्रो क्वेसन छ सिलेबसमा, सो स्क्वायर बेस्ड पिरामिडमा मात्रै हामी कुरा गर्छौँ ठिक छ। यदि हामी रेक्ट्याङ्गुलर मान्यो भने पनि सेमै हुन्छ, तर यदि ट्रायङ्गुलर मानिदियो भने फरक हुन्छ। ट्रायङ्गुलर पनि एउटा इक्जाम्पल हेरिहाल्नु कस्तो फरक हुन्छ। माने एउटा ट्रायङ्गल भयो ठिक छ, माने एउटा ट्रायङ्गल भयो, मैले ट्रायङ्गुलर पिरामिड बनाउन खोजिरहेको छु। यहाँ गयो एउटा यहाँ भयो, एउटा यहाँ, यो ट्रायङ्गुलर पिरामिड भयो ठिक छ, यो ट्रायङ्गुलर पिरामिड भयो ठिक छ। क्वेसन पिरामिड देखिरहेछ ट्रायङ्गुलर पिरामिड, नाइस। यो चाहिँ कस्तो भयो ट्रायङ्गुलर पिरामिड भयो ठिक छ। त्यसपछि यसमा भर्टेक्सको भयो एउटा भर्टेक्स यो, अर्को भर्टेक्स यो, अर्को भर्टेक्स यो र अर्को भर्टेक्स यो। सो ट्रायङ्गुलर पिरामिडमा कतिवटा भर्टेक्स रहेछ 1 2 3 4, नो कन्फ्युजन। ट्रायङ्गुलर पिरामिडमा भर्टेक्स कतिवटा रहेछ 4वटा। यसमा इड्ज कतिवटा रहेछ, इड्ज भनेको किनारा। सो भर्टेक्स टु भर्टेक्स आउने लाइन, भर्टेक्स टु भर्टेक्स आउने लाइन यो भ्यालु 1 ठिक छ। पहिला माथिको मात्रै हेरौँ, यो भ्यालु 2 यो भ्यालु 3 ठिक छ। यो के भयो ट्रायङ्गुलर फेसेसको भयो, यो के भयो ट्रायङ्गुलर फेसेसहरू भयो। अब हाम्रो बेसमा पनि बाँकी छ, यो भ्यालु 4 यो भ्यालु 5 यो भ्यालु 6। सो यहाँ इड्ज कतिवटा छ 6वटा। सो कस्तो बेस छ हैन, कस्तो बेस छ, तल कुन बेस लिएर छ त्यो अनुसारले हाम्रो इड्ज र भर्टिसेस के हुन्छ फरक पर्न जान्छ। यसलाई मेट्दैछौँ हामी ठिक छ, यसलाई मेट्दैछौँ पुरै मेटौँ। अब यहाँ टल्किरहेछ त्यसैले म यहाँ केही पनि लेखिनँ, पुरै मेटौँ ल ठिक छ। ल अब फेरि स्क्वायर बेस्ड पिरामिड नै भनौँ हामी, स्क्वायर बेस्ड पिरामिड नै भनौँ, फेरि हामी स्क्वायर बेस्ड पिरामिड नै भनौँ
ल यो चाहिँ स्क्वायर बेस्ड पिरामिड भयो। यो के भयो स्क्वायर बेस्ड पिरामिड। यो के भयो स्क्वायर बेस्ड पिरामिड भयो। ठिक छ फर्स्ट एउटा भयो। ल यो के भयो स्क्वायर बेस्ड पिरामिड। त्यसो भए हामीले त यति कुरा बुझ्यौँ यो फिगरमा। यदि म नेमिङ गरिरहेको छु यो फिगरमा ए बी सी एन्ड डी। एबीसीडी इज द बेस, स्क्वायर बेस छ। एबीसीडी इज द बेस एन्ड ई इज द मेन भर्टेक्स अथवा भर्टेक्स। ठिक छ ई इज द मेन भर्टेक्स अथवा एपेक्स। ठिक छ अब यहाँ हामी जति पनि काम गर्छौँ नि त्यो भनेको के हुन्छ हाम्रो मेन भर्टेक्सबाट गर्छौँ। ठिक छ त्यो मेन भर्टेक्सबाट। यो फिगर हेरौँ, यो फिगर हेरौँ, फिगर हेर्न यो के हो रियल पिरामिड हो। ल यो भयो बेस स्क्वायर बेस एबीसीडी भयो यो। र माथिको ई भन्ने पोइन्ट यो, माथिको ई भन्ने पोइन्ट, माथिको ई भन्ने पोइन्ट कुन हो ल यो, माथिको ई भन्ने पोइन्ट यो हो। ठिक छ माथिको ई भन्ने पोइन्ट यो भयो। ल त्यसो भए हेर, त्यसो भए यसमा के बुझौँ भन्दाखेरि यो जुन ट्रायङ्गुलर साइड छ, मान यो ट्रायङ्गल मैले यसलाई सेडेड गरिरहेको छु, मैले यसलाई सेडेड गरिरहेको छु। यता अगाडितिर पनि साइडतिर मैले सेडेड गरिरहेको छु। यो जुन ट्रायङ्गुलर पार्ट छ यो फिगरमा हेर्दाखेरि यसमा हेर्दाखेरि कुन पार्ट देखिरहेको छ यो पार्ट। ठिक छ यो बाहिर निकाल्नु पऱ्यो। यसमा कुन छ ल यसमा कुन पार्ट देखिरहेको छ यो पार्ट, यो पार्ट, यो पार्ट, यो पार्ट हैन मजाले गरिरहेको छ। यसमा यो पार्ट हेर, यो जुन पार्ट देखिरहेको छ यो पार्टमा के हुन्छ भन्दाखेरि यदि यहाँबाट मैले बिचबाट एउटा लाइन तान्यो भने यो लाइनलाई के भन्छ भने स्ल्यान्ट हाइट भन्छ। के भन्छ स्ल्यान्ट हाइट। यो पार्टलाई हामी के भन्छौँ स्ल्यान्ट हाइट। ध्यान दिएर राम्ररी मेरो कुरा। यो पार्टलाई हामी के भन्छ यो पार्टलाई बिचबादेखि यहाँ अब यो ट्रायङ्गलमा मात्रै हेर यहाँदेखि जुन यहाँसम्म आउँछ यसलाई हामी के भन्छौँ स्ल्यान्ट हाइट। मैले यसमा खोलिरहेको छु यहाँदेखि यहाँ हामी के भन्छौँ स्ल्यान्ट हाइट। मैले कुरा यो पिरामिडले जब खोलिहाल्छौँ भने यदि यो पिरामिड हामी मानौँ खोलिदियो पुरै खोलिदियो भने यो पिरामिड त यस्तो बन्ने भयो नि त। यो पिरामिड त यस्तो बन्ने भयो नि त। यो पिरामिड त यस्तो बन्नु कुनै डाउटै छैन यसमा। यो पिरामिड यस्तो बन्छ हेर खोलिदिएँ मैले, खोलिदियो भने यस्तो बनेको बनेन बन्यो। ठिक छ यसमा कुनै डाउटै भएन। बन्यो भने यो पोइन्ट पनि भर्टेक्स हो, यो पोइन्ट पनि भर्टेक्स, यो पोइन्ट पनि भर्टेक्स, यो पोइन्ट पनि भर्टेक्स, यो पोइन्ट पनि भर्टेक्स। यो बिचको जुन यो पोइन्ट छ यो पोइन्ट यो भनेको बेस। यसमा कुनै डाउटै भएन। ठिक छ यसमा नजाउँ भइसक्यो। यो भनेको के हो स्ल्यान्ट हाइट, यो भनेको के स्ल्यान्ट हाइट। अब हेर सिइबी, सिइबी यो भनेको स्ल्यान्ट हाइट। मैले यो फिगरलाई खोलेछु भने यो पार्टको जुन सी थियो त्यो भनेको यही सी भइहाल्यो, यो पार्टको जुन बी थियो त्यो भनेको यही बी भइहाल्यो। माथि टुप्पोमा के थियो ई थियो र मैले ईलाई खोलिदिएँ। माथि टुप्पोमा पहिला के थियो यहाँहरू, माथि टुप्पोमा पहिला के थियो ई थियो, माथि टुप्पोमा पहिला ई थियो तर मैले अब ईलाई के गरेँ खोलिदिएँ। अब खोलिदिएँ भने ई कहाँ आइसक्यो यहाँ आइसक्यो। सो दिस इज द स्ल्यान्ट हाइट हो। मैले खोलिदिएँ। अब हेर खोलिदिएपछि यहाँ आइसकेन यो जुन पार्ट छ खोलिदियो भने यहाँ आइसकेन। सो दिस इज द स्ल्यान्ट हाइट। यसलाई हामी के भन्छौँ स्ल्यान्ट हाइट भन्छौँ। यसलाई हामी के भन्छौँ स्ल्यान्ट हाइट भन्छौँ। स्ल्यान्ट भनेको छड्के हाइट, छड्के हाइट एकदम छड्के त्यो भनेको स्ल्यान्ट हाइट। अर्को कुरा ध्यान दिएर सुन। यो जुन मैले पिरामिड बनाएको छु यहाँ तलदेखि र माथिसम्म एउटा बिचको एउटा पोइन्ट आउँछ। तलदेखि माथिसम्म एउटा बिचको पोइन्ट आउँछ त्यसलाई हामी के भन्छौँ मेन हाइट। यदि मानिदियो मैले भित्रबाट यसलाई राखेँ भने यसको यहाँसम्म यो बाहिर आउने गरी नराख। यसको यहाँसम्म यदि मैले खोलेँ भने यदि यसलाई मैले खोलेँ भने त्यो बिचमा त यहाँसम्म पुगिरहेको थियो मेरो जहाँ मैले हात समातेको छु देखिरहेछ। जहाँ मैले हात समातेको थियो त्यहाँसम्म पुगिरहेको थियो, सबै त्यहाँसम्म पुगिरहेको थियो। सो यो बिचको पोइन्टदेखि जुन माथिसम्म जुन पोइन्ट आउँछ नि यो जुन म कोरिरहेको छु नि यो भनेको यसलाई भन्छौँ हामी भर्टिकल हाइट। यसलाई कुन हाइट भन्छौँ हामी भर्टिकल हाइट। ध्यान दिएर सुन। माथिको एकदम टपबाट जुन बिचमा आउँछ नि बिचमा फिगरको बिचमा जुन आउँछ नि त्यसलाई हामी के भन्छौँ भर्टिकल हाइट। त्यसलाई हामी के भन्छौँ भर्टिकल हाइट। यसलाई हामी के भन्छौँ भर्टिकल हाइट। यसलाई हामी भन्छौँ भर्टिकल हाइट। यसलाई डिनोट गर्छौँ हामी एच लिएर। स्ल्यान्ट हाइटलाई हामी डिनोट गर्छौँ एल लिएर। ठिक छ ल ध्यान दिएर सुन। जुन छड्के छ त्यो भनेको के भइहाल्यो स्ल्यान्ट हाइट भइसक्यो र जुन एकदम सिधा छ त्यो भनेको के भइहाल्यो भर्टिकल हाइट भइहाल्यो। ल ठिक छ
यो ठ्याक्कै बिचमा आउँछ ठिक छ, यो ठ्याक्कै बिचमा आउँछ। अब अर्को कुरा सुन, मैले यसलाई मेटेँ के बुझ्यो भन्दाखेरि यो हाम्रो कुन हो, यो फिगर जुन चाहिँ एबिसिडी त्यो हाम्रो के हो स्क्वायर हो, त्यो हाम्रो के हो स्क्वायर हो। त्यसो भए यहाँदेखिको यहाँसम्मको लेन्थ कति हुन्छ, मैले यदि ए माने भने मैले यदि यहाँसम्मको लेन्थ यदि यहाँदेखि यहाँसम्मको लेन्थ यदि मैले ए माने भने यसको आधा कति हुन्छ, a/2 डिभाइड गरेर हो a/2। सो दिस इज a/2 ठिक छ, दिस इज a/2। सो यहाँदेखि यहाँसम्म आधाको लेन्थ कति भइदियो a/2। सो यति के भइदियो भन्दाखेरि म अब कुनले देखाउँ ल, मैले बुली कलरले नै देखाइरहेको छु। सो यति भनेको a/2, यति भनेको a/2 ठिक है, यति भनेको a/2। मतलब यो चाहिँ मिड पोइन्ट छ, यो मिड पोइन्टले के गरिदिरहेको छ, चारैतिर a/2 ले डिभाइड गरिदिरहेको छ। अब यो साइड देख्यो भने पनि a/2 नै हुन्छ र त्यो साइड पछाडिको देख्यो भने पनि a/2 नै भयो ठिक छ। मिड पोइन्टले के गर्छ, यताबाट आधी यता कोर्दियो आधी उता कोर्दियो, ठ्याक्कै बिचमा पऱ्यो त्यसै त मिड पोइन्ट हो नि त। मिड पोइन्टदेखि ठ्याक्कै माथिसम्म जानु भनेको भर्टिकल हाइट ठिक छ। र यो a/2 भइहाल्यो। ल यहाँसम्म ठिक छ, a/2 भइहाल्यो। अब मैले नेक्स्ट फिगर बनाउन गइरहेको छु। अब म के गरिरहेको छु, नेक्स्ट फिगर बनाउन गइरहेको छु। ल यही फिगर बनाउँछु र अलि ल ध्यान दियो यो फिगरमा ध्यान दियो। मैले यहाँ टपदेखि तलसम्म जुन धर्को तानिरहेको छु, यो तलसम्म ठ्याक्कै मिडलसम्म जुन धर्को तानिरहेको छु, यो धर्को एउटा भयो थोरै, धर्को जुन म तानिरहेको छु लाइन, यो भनेको के हुन्छ हाम्रो, यो भनेको यति जुन मैले ताने यो भनेको के हुन्छ हाम्रो हाइट हुन्छ ठिक छ। यो भनेको के हुन्छ हाइट हुन्छ। कलर चेन्ज गरौँ नगरौँ छोड्दिउँ, यसलाई हामी के भन्छौँ हाइट। यो भनेको यसलाई एचले डिनोट गर्यौँ ठिक छ, यसलाई के भन्छौँ हामी हाइट। तर यो जुन हामीले छड्के यताबाट जुन ल्याएको थियौँ, एकदम स्लो गइरहेको छ भने फास्ट गएर होइन। यहाँ जुन मैले छड्के जुन यहाँ ल्याएको थिएँ यसलाई हामी के भन्छौँ स्ल्यान्ट हाइट, र यसलाई हामी के डिनोट एलले गर्छौँ, यसलाई हामी के डिनोट गर्छौँ एलले डिनोट गर्छौँ। त्यसो भए फिगरबाट इमेजिन गर्न सिक, यहाँबाट यदि यहाँसम्म मैले कोर्यो भने, यहाँबाट यहाँसम्म कोर्यो भने यो चाहिँ कति भइहाल्छ 90 डिग्री भइहाल्छ। यो चाहिँ कति डिग्री भइहाल्छ 90 डिग्री भइहाल्छ। ध्यान दियो, यो कति भइहाल्छ 90 डिग्री भइहाल्छ। अर्को कुरा, यो जुन स्ल्यान्ट हाइटले योसँग एङ्गल बनाउँछ यो पनि 90 डिग्री बनाउँछ कि बनाउँदैन। अर्को कुरा यहाँ यो फिगर हेर त, अर्को कुरा यो फिगर हेर, यो भ्यालु तिम्रो मेन हाइट, यो भ्यालु तिम्रो इड्स, र मेन हाइटदेखि इड्ससम्म जुन यहाँसम्मको पोइन्ट जान्छ यो पनि 90 डिग्री बनाउँछ। के भनिदिएँ मैले, के भनिदिएँ मैले, ठिक भने नि। ल हेर, पहिलो कुरा यसरी बुझ्यो, स्ल्यान्ट हाइटले बनाउने यो एङ्गल भनेको 90 डिग्री। अब हेर, यो भनेको स्ल्यान्ट हाइट भयो नि त, यसलाई मैले मोड दिएँ, यतातिर फोल्ड गरिदिएँ मैले। ल यो हाम्रो के भयो पिरामिड, यो हाम्रो के थियो पिरामिड ठिक छ, यो हाम्रो के थियो पिरामिड। अब मैले खोल्यो भने यो साइड के भइहाल्छ, यो साइड स्ल्यान्ट हाइट भइहाल्छ, यो साइड स्ल्यान्ट हाइट। अब स्ल्यान्ट हाइटले यो फिगरमा देखिरहेको छ कि छैन, स्ल्यान्ट हाइटले बनाउने भनेको यो बेसको जुन साइडसँग बनाउने एङ्गल भनेको यो एङ्गल 90 डिग्री हुन्छ कि नै। डट ल यसले नै कोरेँ, यो भनेको 90 डिग्री हुन्छ कि हुँदैन, डेफिनेटली हुन्छ। हेर सिधै देखिरहेको छ। सो त्यसैले मैले यो जुन 90 डिग्री गरेँ त्यसैले मैले यसलाई 90 डिग्री गरेँ, यसमा कुनै डाउट हुनु भएन। त्यसैले मैले यसलाई के गरेँ 90 डिग्री गरेँ ठिक छ। अब मैले के भने भन्दाखेरि सेन्ट्रल पोइन्टदेखि भर्टिकल हाइट पनि 90 डिग्री गरिरहेको छु मैले। हेर यो सेन्ट्रल पोइन्ट र यो भर्टिकल हाइट, यो सेन्ट्रल पोइन्ट हो, त्यो बुझिरहेको छ कि छैन बुझ्नुपर्छ। ल ट्राई गरेर बुझ्न। र यो सेन्ट्रल पोइन्ट भइहाल्यो, यो सेन्ट्रल पोइन्ट, यो यताको भर्टिकल हाइट यतातिर हालिदियो भने यो जुन अब देखिरहेको छु साइड भ्यूवाला जुन फिगर देखिरहेको छु, साइड भ्यू मैले जुन औँला चलाइरहेको छु, यो औँलानिर के बनाउँछ 90 डिग्री बनाउँछ। त्यसैले मैले के भनिरहेको छु भन्दाखेरि अबको फिगरमा के अब यो फिगरमा यही फिगरमा बुझौँ, यो चाहिँ कति डिग्री बनाउँछ, यो चाहिँ 90 डिग्री बनाउँछ, यो चाहिँ कति डिग्री बनाउँछ 90 डिग्री बनाउँछ। सो भर्टिकल हाइटदेखि स्ल्यान्ट हाइटसम्म जुन लाइन जोड्छौँ त्यसले कति डिग्री बनाउँछ 90 डिग्री बनाउँछ। त्यस्तै
भर्टिकल हाइट त्यस्तै भर्टिकल हाइटदेखि जुन डायगोनलसम्म जुन एङ्गल बनाउँछ नि यो पनि 90 डिग्री नै हुन्छ। इमेजिन गर टपमा भर्टेक्स तल बेस भर्टेक्सबाट ठ्याक्कै बिचमा मैले एउटा ड्रप गरेँ लाइन, त्यो लाइन भनेको परपेन्डिकुलरली ड्रप हुन्छ र मिड पोइन्टमा ड्रप हुन्छ। त्यो मिड पोइन्टदेखि यदि हामी डायगोनली गइरहेको छौँ कुनासम्म भने त्यो मिड पोइन्टलाई पनि 90 डिग्री नै बनाउनुपर्छ। यो भयो मिड पोइन्ट, यो भयो डायगोनल, यो भयो इड्ज, यो भयो मिड पोइन्ट जुन मैले ड्रप गरेँ, यो भनेको हाइट, यो भनेको हाम्रो डायगोनल मैले डी भनिदिएँ, यो भनेको इड्ज भनेको मैले ई भनिदिएँ। याद आइरहेछ? यो एच मैले ड्रप गरेँ, एच ठिक छ। इड्ज भनेको यो साइडको इड्ज छँदैछ। अब मैले डायगोनल भनेको डी लिदिएँ, यो डायगोनल भनेको डी र यो 90 डिग्री बनाउँछ। ठिक छ। तर धेरै बेसिक कन्सेप्ट थियो, तर अलिक कन्फ्युजन हुने कन्सेप्टहरू थियो यही। ठिक छ, अलिक कन्फ्युजन हुने कन्सेप्टहरू थियो। ल अब चाहिँ फेरि मैले सेम कुरालाई मैले रिपिट गरिरहेको छु। यो चाहिँ के भइदियो, यो चाहिँ स्क्वायर भइदियो, यो चाहिँ स्क्वायर बेस्ड पिरामिड भइदियो। ठिक छ। यदि मैले यसको लेन्थ ए मानिरहेको छु भने हाफ लेन्थ कति भइदिन्छ, a/2 भइदिन्छ। हाफ लेन्थ कति भइदिन्छ, a/2 भइदिन्छ। यहाँबाट मैले यदि हाइट कोरेँ भने, यो पोइन्टमा यदि हाइट कोरेँ भने यो पोइन्टले यहाँ कति डिग्री बनाउँछ एङ्गल, यता 90 डिग्री बनाउँछ। ठिक छ, यता 90 डिग्री बनाउँछ। के बुझ्नु पर्यो भन्दाखेरि यो चाहिँ के भइदिन्छ, हाम्रो स्ल्यान्ट हाइट भइदिन्छ। यो चाहिँ के भइदिन्छ, हाम्रो स्ल्यान्ट हाइट भइदिन्छ। त्यस्तै डायगोनलसँग पनि 90 डिग्री बनाउँछ। डायगोनलवाला फिगर अर्को बनाउँछ। त्यसो भए हामी के लेख्छौँ भन्दाखेरि यसलाई हामीले ए मानौँ, यसलाई हामीले बी मानौँ, यसलाई हामीले सी मानौँ। तर स्ल्यान्ट हाइटलाई हामी एलले डिनोट गरिरहेको थियौँ, भेरी गुड। र भर्टिकल हाइटलाई हामी एचले डिनोट गरिरहेको छौँ। ठिक छ। अब यहाँ बीसी भन्ने पोइन्ट कति हुन्छ, बीसी भन्ने पोइन्ट a/2 हुन्छ। कन्फ्युजन हुनु भएन, किनभने स्क्वायरलाई हाफ गरिदिरहेको छ यो पोइन्टले, बी भन्ने पोइन्टले हाफ गरिदिरहेको छ। सो a/2। सो इन ट्रायङ्गल एबिसीमा यदि हामी देखिरहेछौँ भने इन ट्रायङ्गल एबिसी पाइथागोरस थ्योरम लगायो भने h² = p² + b², h² = p² + b²। हामीलाई यति थाहा भयो पी र बीको कुरा लफडा छोड। तर यो भयो 90 डिग्रीको अपोजिटमा जुन एङ्गल छ, यसले यदि यो ट्रायङ्गल हामी बाहिर निकाल्दियो भने, यो भनेको एल, यो भनेको एच र यो भनेको a/2। ल यो ट्रायङ्गल भयो। अब यो ट्रायङ्गल मैले हेरिरहेको छु भने यसको अपोजिट के हुन्छ, हाइपोटेन्युस। सो हाइपोटेन्युसको ठाउँमा मैले के लेखेँ, l²। ठिक छ। अब परपेन्डिकुलर बेस जसलाई पनि मानिदिए फरक पर्दैन, मैले परपेन्डिकुलर मानिदिएँ हाइटलाई। सो यो भनेको के भयो, h² र बीलाई के भनिदिएँ मैले, a/2 को होल स्क्वायर। कुनै पनि कन्फ्युजन हुनु भएन, र मेन्सुरेसनलाई पनि याद गर्न सक्दिनँ कि, बुझ। सो दिस इज l² = h² + a²/4। ठिक छ, सल्भ गरिरहेको छु म। l² = 4h² + a²/4। ठिक छ, कुनै आपत्ति छैन। सो l = मैले पुरै रुट अन्डर लेख्दिएँ। अब 4h² + a²/4। अब यो तलको जुन 4 छ यो भनेको 2 को स्क्वायर हो, त्यसैले यो के आउँछ, बाहिर आउँछ। सो l = 1/2 4h² + a²। कुनै डाउट छ? हुनु भएन। ठिक छ। सो यहाँ l को भ्यालु के आइरहेछ, मतलब स्ल्यान्ट हाइटको भ्यालु के आइरहेछ, यति आइरहेछ। हेर, यो किन सिकाएको मैले, क्वेसनमा तिमीलाई के दिए आउँछ भन्दाखेरि a को भ्यालु दिइहालेको हुन्छ, h को भ्यालु दिइहालेको हुन्छ र तिमी स्ल्यान्ट हाइट भन्ने पत्ता लगाउनु भन्छ क्या, अथवा तिमीलाई सर्फेस एरिया भन्ने पत्ता लगाउनु भन्छ। ल्याटरल सर्फेस एरियाको लागि तिमीलाई l चाहिन्छ क्या। त्यतिखेर तिमीलाई दुईवटा भ्यालु दियो भने यसरी निकाल्ने भनेर पनि बुझाइरहेको छु अहिले, डिस्काउन्ट गरिरहेको छु। ठिक छ। यदि यही इक्वेसनबाट मलाई हाइट निकाल्नु पर्यो भने यसलाई कसरी निकाल्थेँ मैले, यही इक्वेसनबाट हाइट निकाल्नु पर्यो भने मैले यो इक्वेसनलाई यहाँबाट मैले के गरेँ, यतातिर लेखेँ। ठिक छ, यतातिर लेखेँ। सो दिस इज h² =
एल स्क्वायर माइनस ए स्क्वायर बाई 4 कुनै पनि आपत्ति हुनु भएन। एच स्क्वायर राखेर ए स्क्वायर बाई 4ले मैले यतातिर ल्याइदिएँ, सो के भयो माइनसतिर भयो। ठिक छ, एच स्क्वायरले मैले ठाउँको ठाउँ नै लेखेँ र ए स्क्वायरले यतातिर ल्याइदिएँ, त मैले एल स्क्वायर माइनस ए स्क्वायर बाई 4 लेखेँ। ठिक छ, ल अब एच इक्वल्स टु 4l स्क्वायर माइनस ए स्क्वायर डिभाइडेड बाई 4 होल डिभाइडेड बाई 4 कुनै पनि आपत्ति भएन। ल ठिक छ, सो एच इक्वल्स टु यसलाई सिधै यसरी नै गरेर हो, सिधै यसको के आउँछ 1/2 सर सिधै नगर्नु न, ल ठिक छ सिधै गर्दैन। सो एच इक्वल्स टु रुट अन्डर 4l स्क्वायर माइनस ए स्क्वायर डिभाइडेड बाई 4। अब 4 जुन छ रुट अन्डर बाहिर आउनु पर्यो 2k स्क्वायर, सो इक्वल्स टु 1/2 रुट अन्डर 4l स्क्वायर माइनस ए। ठिक छ, यो भनेको के हो एच को भ्याल्यु हो। लेखिरहेको छ, भेरी गुड लेखिरहेको छ भने बुझ। अब यहाँ यदि हामीलाई स्ल्यान्ट हाइटको भ्यालु र बेसको भ्यालु दिएको छ भने हामी त्यतिखेर भर्टिकल हाइट निकाल्न सक्छौँ। र भर्टिकल हाइट हाम्रो भोल्युमको लागि धेरै इम्पोर्टेन्ट छ। केहीको भोल्युम निकाल्नको लागि हामी सर्फेस एरिया इन्टु हाइट गर्छौँ, क्लास 9 याद गर, सर्फेस एरिया इन्टु हाइट गर्छौँ। ठिक छ, त यसरी हामीलाई हाइट निकाल्नु पायो। ठिक छ, यसरी हामीले हाइट निकाल्न पायो। यो कतिखेर केस थियो, जतिखेर तिमीलाई के दिएको थियो, यो तीनवटा केस, एउटा बेसवाला केस भइहाल्यो, एउटा स्ल्यान्ट हाइटवाला भइहाल्यो, एउटा भर्टिकल हाइटवाला केस भइहाल्यो। तिनवटामा दुईवटा दिएको हुन्छ नि, एउटा पत्ता लगाउनुपर्छ। ठिक छ, अब कुरा मैले मेटेँ। ठिक छ, अब मैले के गरेँ भन्दाखेरि अब यो फिगरबाट मैले यो फिगरै मेटेँ, मैले अर्कै फिगर बनाएँ। अब स्ल्यान्ट हाइटवाला कुरा बुझ्यो, मैले अर्कै फिगर बनाएँ। यो भयो हाम्रो स्क्वायर र यो भयो हाम्रो स्क्वायर बेस्ड पिरामिड। ठिक छ, यो भयो हाम्रो स्क्वायर बेस्ड पिरामिड। ल यो भयो हाम्रो स्क्वायर बेस्ड पिरामिड। अब यहाँबाट माथिबाट मैले यहाँ ड्र गरेँ भने यहाँ हाम्रो के भइदियो भर्टिकल हाइट भइदियो। यसलाई हामी के डिनोट गर्छौँ एचले डिनोट गर्छौँ। ठिक छ, र त्यसपछि मैले यो लाइनलाई मैले के गरेँ भन्दाखेरि यो कुनासँग जोडेँ, अगाडि यसलाई ए मानिदियो, यसलाई बी मानिदियो, यसलाई सी मानिदियो। पहिलो कुरा मलाई यो भनेर एसी भनेको के हो, एसी भनेको यहाँ इड्ज हो, इडिजिई। यो एदेखि सीसम्म के हो इड्ज हो, किनारा हो यो। ठिक छ, साइडवाला लेन्थ हो, यो भनेको इड्ज हो। र यसलाई हामी ईले डिनोट गर्छौँ, एसीलाई हामीले के डिनोट गर्छौँ ईले डिनोट गर्छौँ। ठिक छ, अब यो एबिसी भन्ने ट्रायङ्गल हुन्छ नि, पनि राइट एङ्गल ट्रायङ्गल नै बन्न जान्छ, यो पनि राइट एङ्गल ट्रायङ्गल नै बन्न जान्छ। त्यसै मैले यो ट्रायङ्गललाई बाहिर निकालेर यसरी हेर्न थालेँ। मैले एबिसी ध्यान दियो, ए र बी भनेको एच हो, नो डाउट, हाइट हो, हाइपोटेनियस होइन हाइट हो। यो भनेको राइट एङ्गल ट्रायङ्गल भयो। एसी भनेको इड्ज हो, यो भनेको इड्ज हो। त्यसै वाट इज बिसी, क्वेसन मेरो हो वाट इज बिसी। यो बिसी के हो, बी र सी भनेको के हो बिसी सर। यो बीलाई तपाईँ यतातिर एकचोटि तानिदिनु कुनामा, र अब म यहाँ ओ मानिदिएँ। ओ माई गड, ओसी भनेको त डायगोनल हो, ओसी भनेको त डायगोनल रहेछ सर। सो बिसी भनेको हाफ अफ डायगोनल हो सर, डायगोनलको आधावाला कुरा हो, डिआइजिएनओएल डायगोनल। क्याम्पस लेखेर ठिक देख्यो। सो बिसी इज हाफ अफ डायगोनल। ठिक छ, बिसी इज हाफ अफ डायगोनल, र डायगोनलको आधा हो। त्यसो भए हामी के पढेका छौँ भन्दाखेरि यदि स्क्वायरको साइड ए छ भने, यदि स्क्वायरको साइडको लेन्थ ए छ भने हाम्रो डायगोनल भनेको के हुन्छ, √2a हुन्छ। हाम्रो डायगोनल भनेको के हुन्छ √2a हुन्छ। सरी यो कसरी बुझ्ने, √2a हुन्छ। ठिक छ, अब हेर यसरी ओसी मैले यहाँ डी मानिदिएँ, ओसिडी। अब ओसिडी भन्ने ट्रायङ्गल लियो, ओसिडी भन्ने ट्रायङ्गल लियो। अब यो पनि त राइट एङ्गल ट्रायङ्गल हो, किनभने स्क्वायर हो नि त, स्क्वायर हो भने राइट एङ्गल ट्रायङ्गल हो। सो ओसी भनेको हाम्रो डायगोनल भनिदिएँ मैले, डी ठुलो डी मानेछु, ल डायगोनल भनिदिएँ। अब ओडी भनेको साइड ए, डिसी भनेको साइड ए। सो राइट एङ्गल ट्रायङ्गलबाट हाइपोटेनियस यहाँ के आउँछ एच स्क्वायर इक्वल्स टु डी स्क्वायर प्लस बी स्क्वायर। ठिक छ, हाइपोटेनियस यहाँ के आउँछ ओसी भनेको डी स्क्वायर
p भनेको के आउँछ कुनै मान दियो यहाँबाट a स्क्वायर प्लस a स्क्वायर सो d इक्वल्स टु रुट अन्डर 2a स्क्वायर a स्क्वायर चाहिँ बाहिर आयो सो रुट अन्डर 2a ठीक छ सो डायगोनल के आउँछ रुट अन्डर 2a आउँछ सो डायगोनल यदि हामी हाफ निकाल्छौँ भने यो हाम्रो BC भनेको डायगोनलको हाफ हो डायगोनल यदि हाफ निकाल्यो भने BC इक्वल्स टु d/2 सो यो भनेको के हुन्छ रुट 2/2a आउँछ ठीक छ रुट 2/2 आउँछ यति कुरा हामी बुझ्यौँ ल अब म यसलाई मेटिरहेको छु यो फिगरको अब काम छ यति कुरा यदि बुझ्यो भने ठिक छ देख्दैन भने एकचोटि ब्याक गर फेरि पज गर फेरि देख सुन्नु भयो भने स्पिड बढाउँ ठीक छ अब यसलाई मैले के गरेँ रुट मार्कर कमजोर भयो ल सो रुट 2/2 मैले माथि पनि रुट 2 ले मल्टिप्लाई गरेँ तल पनि रुट 2 ले मल्टिप्लाई गरेँ त्यही भएर हामीलाई सर्ट्सको कन्सेप्ट लगाएको ठीक है चाहिँ माथि बराबरले स्यु गर्न पायो सो रुट 2 इन्टु रुट 2 भनेको रुट 2 को स्क्वायर डिभाइडेड बाई 2 रुट 2 यहाँ a छ सो इक्वल्स टु 2/2 रुट 2 a छँदैछ 2 र 2 काट्यो इक्वल्स टु 1/√2 ए आयो कि आएन सो BC भनेको के भयो 1/√2 ए क्लियर छ सो BC इक्वल्स टु 1/√2 ए ठीक छ लेखौँ BC इक्वल्स टु 1/√2 ए ठीक छ ल BC इक्वल्स टु 1/√2 ए BC इक्वल्स टु 1/√2 ए यतिसम्म आयो त्यसो भए अब हामीले के निकाल्न खोजिरहेको छौँ भने यो जुन ABC भन्ने ट्रायंगल छ ABC भन्ने जुन ट्रायंगल यसको रिलेसन निकाल्न खोजिरहेको छौँ अब ABC भन्ने ट्रायंगलमा हामीले यदि पाइथागोरस लगायो भने बाहिर पानी परिरहेछ h स्क्वायर इक्वल्स टु के लेख्नु पर्यो h स्क्वायर इक्वल्स टु p स्क्वायर प्लस b स्क्वायर भनेको पाइथागोरस थ्योरम सो h भनेको यो ठुला h भनेको हाइपोटेनियस यो हाइट भर्टिकल हाइट भने डोन्ट बी कन्फ्युज्ड यो भनेको हाइपोटेनियस भर्टिकल हाइट ठीक छ हाइपोटेनियस भनेको के भयो यहाँ e भयो e स्क्वायर यो h र h मा कन्फ्युज नहुने यो h भनेको भर्टिकल हाइट हो र यो h भनेको हाइपोटेनियस हो पाइथागोरस थ्योरम हो सो e स्क्वायर इक्वल्स टु p स्क्वायर लाई मैले के मान्ने h नै मान्दिला प्लस b स्क्वायर भनेको 1/√2a जेलाई पनि मान्दा हुन्छ मैले थीटा यसलाई मान्दिए त्यसैले जहाँ पनि थीटा लेख्दा फरक पर्दैन यतिखेर केसमा ल सो यो अब यहाँबाट यदि हामीले एड्ज निकाल्नु छ एड्ज निकाल्नु पर्दैन खास हामीले एड्जको काम पर्दैन तर हामीले हाइट निकाल्नु छ भने यसलाई हामीले e स्क्वायर माइनस 1/√2 a इक्वल्स टु h स्क्वायर लेख्न पाएँ नो डाउट यसलाई यतातिर ल्याए यसलाई के गरेँ यतातिर ल्याए यसलाई के गरेँ उठाएर यतातिर ल्याए ठीक छ ल सो रुट 2 e स्क्वायर माइनस याद e स्क्वायर इक्वल्स टु स्क्वायर प्लस 1/√2 a को होल स्क्वायर लेख्नु पर्ने थियो यहाँ हामीले मिस्टेक गर्यौँ लेख्नु पर्ने थियो लेख्नु पर्ने थियो सो और e स्क्वायर इक्वल्स टु h स्क्वायर प्लस 1/2 a स्क्वायर लेख्न पायौँ 1/2 a स्क्वायर लेख्न पायौँ यहाँबाट हामीले e स्क्वायर माइनस 1/2 a स्क्वायर इक्वल्स टु h स्क्वायर लेख्न पायौँ ठीक छ र मैले निकाल्न सिकाइरहेको छु कि यदि हामीले भ्यालु कुनै दिएको छ भने कसरी निकाल्ने अब हामीलाई h को भ्यालु भन्नुको लागि चाहियो नि त यदि हामीले इड्सको भ्यालु दिएको छ यताको इड्सको भ्यालु दिएको छ र डायगोनलको हाफको भ्यालु दिएको छ भने निकाल्नुपर्छ त्यति कम्प्लेक्स चाहिँ हाल्दैन तर सिकिराख नलेज जहिले पनि इम्पोर्टेन्ट हुन्छ 2e स्क्वायर माइनस a स्क्वायर डिवाइडेड बाई 2 इक्वल्स टु h स्क्वायर अब मैले यहाँ पूरे रूट लिदिएँ 2e स्क्वायर माइनस a स्क्वायर डिवाइडेड बाई 2 इक्वल्स टु h सो हाम्रो h को भ्यालु यस्तो केसमा के आयो यो आयो याद राख्नु पर्दैन फेरि पनि भनेर पनि कुनै पनि कुरा याद राख्नु पर्दैन बुझ ठीक छ बुझेन भने भिडियोलाई स्किप गरेर लास्टमा सिधै गएर क्वेशन गरौँ ठीक छ बुझ्न चाहिँ ट्राई गरौँ मैले बुझाउन ट्राई गरेर आएको ठीक छ यसरी आयो ल यो चाहिँ हाम्रो भयो अब यस्तै केसमा हेरौँ यो केसमा के भयो भन्दाखेरि हाम्रो इड्स दिएको थियो डायगोनल दिएको थियो र हामीले के निकाल्न भनेको थियो हाइट निकाल्न भनेको थियो हामीलाई इड्स दिन्छ साइड दिन्छ र हामीलाई स्ल्यान्ट हाइट निकाल्न भन्छ सक्छौँ यसमा पनि मैले भन्न खोजेको हामीलाई इड्स दिन्छ यो दिन्छ अहिले त्यसमा र यो त दिएकै हुन्छ र
यो ट्रायङ्गल भयो हाम्रो भयो ल। यो चाहिँ हामी स्ल्यान्ट हाइट निकाल्नु पर्यो हैन। यो भनेको स्ल्यान्ट हाइट भनेको यो हैन, स्ल्यान्ट हाइट भनेको यो हो। यो भनेको ट्रायङ्गल थियो, ब्याक गर्न अप्सनै छैन, डिजिटल बोर्ड हैन हैन। यो भनेको त एउटा साइडै थियो नि ट्रायङ्गलको, ट्रायङ्गलको त यो भनेको एउटा साइडै थियो नि त। यो भनेको ट्रायङ्गलको एउटा साइडै थियो र बिचको जुन पाइट आउँछ त्यो भनेको स्ल्यान्ट हाइट हुन्छ, ठिक छ। यो भनेको के हुन्छ स्ल्यान्ट हाइट हुन्छ, ठिक छ। अब यदि मैले यसलाई के मान्दै पी मान्दियो भने, यदि मैले एसिपी यदि देखिरहेको छु, ट्रायङ्गल एसिपी यदि हामी देखिरहेको छौँ, ट्रायङ्गल एसिपी यदि हामी देखिरहेको छौँ भने यो ट्रायङ्गल एसिपी पनि कस्तो बन्ने भयो, यस्तो नै बन्ने भयो। ट्रायङ्गल एसिपी पनि यही बन्ने भयो, एसिपी। यो के भयो, राइट एङ्गल ट्रायङ्गल। यो के भइहाल्यो, एड्ज भइहाल्यो। यो के भयो, लेन्थ भइहाल्यो। यो के भइहाल्यो, a/2 भइहाल्यो। यो चाहिँ a/2 हो नि त, यसमा कुनै डाउट हुनु भएन, a/2 साइडको लागि लेन्थ आधा हो, ठिक छ। यसमा पनि हामी पाइथागोरस थ्योरम लगाउन सक्छौँ र त्यसरी आइलहरू निकाल्न सक्छौँ। अलिक कम्प्लेक्स जस्तो भइरहेछ, केही छैन, ल मेटो। ल अब हामी सिधै कुरामा जान्छौँ, ल हामीले अब टु द टपिक अब हामी गइरहेछौँ, 15-20 मिनट सकिन्छ। ल हामीले एउटा बेस एरिया बुझ्नु पऱ्यो, बेस एरिया भन्ने बुझ्नु पऱ्यो। बेस एरिया 2 नम्बरमा हामीले के बुझ्नु पऱ्यो, ल्याटरल सर्फेस एरिया बुझ्नु पऱ्यो, एलएसए, ल्याटरल सर्फेस एरिया, LATERAL, ल्याटरल सर्फेस एरिया भनेर बुझ्नु पऱ्यो। अर्को नम्बरमा हामीले PSA बुझ्नु पऱ्यो, त्यो भनेको टोटल सर्फेस एरिया, ठिक छ। त्यो भनेको टोटल सर्फेस एरिया। यसलाई मैले यदि BA माने भने, TSA भनेको बेस एरिया प्लस LSA, टोटल सर्फेस एरिया। त्यसपछि चौथो नम्बरमा हामीले के बुझ्नु पऱ्यो, भोल्युम बुझ्नु पऱ्यो। चौथो नम्बरमा के बुझ्नु पऱ्यो, हामीले भोल्युम बुझ्नु पऱ्यो। सिधै आउनु हाम्रो यसमा, अब हेर ल, यो हाम्रो के थियो, बेस थियो। यो हाम्रो के थियो, बेस। यदि हामी बेसको एरिया निकालिरहेछौँ त्यो भने के हुन्छ, बेस एरिया। अगर यो चाहिँ बेस के हो, स्क्वायर हो। यदि मैले यसको लेन्थ ए मानिदिएँ भने र यसको लेन्थ पनि अब ए नै भयो, त्यसो यो बेसको एरिया कति भयो, ए स्क्वायर भयो, सक्यो बेस एरिया। बेस एरिया भनेको जुन बेसमा यो उभिरहेछ नि त्यसको एरिया निकाल्नु। बेस एरिया भनेको ए इन्टु ए स्क्वायर, ठिक छ। यो सक्यो बेस एरिया। अब ल्याटरल सर्फेस एरिया, ल्याटरल भनेको ल्याटरल्ली, अब ल्याटरल्ली यो सर्फेसको एरिया निकाल्नु पऱ्यो। यो सर्फेसको एरिया निकाल्नु पऱ्यो, त्यो भनेको हुन्छ ल्याटरल सर्फेस एरिया। र एउटा कुरा के बुझ्यो भने ल्याटरल सर्फेस एरियामा हामीले के निकालिरहेछौँ खासमा भने, खास हामी एउटा ट्रायङ्गलको एरिया निकालिरहेछौँ, अर्को दुईवटा ट्रायङ्गलको एरिया निकालिरहेछौँ, त्यस्तै तेस्रो ट्रायङ्गलको एरिया निकालिरहेछौँ, अर्को चौथो ट्रायङ्गलको एरिया निकालिरहेछौँ। सो ल्याटरल सर्फेस एरियामा हामी के बुझ्नुपर्छ भन्दाखेरि हामीले 4वटा ट्रायङ्गुलर फेसको एरिया निकालिरहेछौँ, 4वटा यो ट्रायङ्गलको मतलब 4 ट्रायङ्गुलर फेसको एरिया निकालिरहेछौँ। त्यसमा हामी एरिया यदि ट्रायङ्गलको एरिया निकाल्नु छ भने हामीले कुन फर्मुला पढाएको थियौँ, 1/2 बेस इन्टु हाइट, 1/2 बेस इन्टु हाइट, ठिक छ। 1/2 बेस इन्टु हाइट भन्ने हामी फर्मुला पढाएको थियौँ, ठिक छ। यदि यस्तो ट्रायङ्गल छ भने सबै मार्कर फेल भइरहेछ। यदि यसो ट्रायङ्गल बनिरहेछ भने, यसो ट्रायङ्गल छ भने यसलाई हामी बेस भन्थ्यौँ बी, यसलाई हामी हाइट भन्थ्यौँ, ठिक छ। अब हेर एउटा कुरा ध्यान दिउँ, यो ट्रायङ्गुलर एरिया, यो यदि यस्तो केसमा हामी ट्रायङ्गुलर एरिया निकालिरहेछौँ भने हामी हाइट भनेको के भनिरहेछौँ, यो भनेको स्ल्यान्ट हाइट हैन। हाइट भनेको त्यो स्ल्यान्ट हाइट हो नि। यति कुरा त कन्फ्युजन, भर्टिकल हाइट लिने होइन नि। भर्टिकल हाइट भनेको त यसको डिस्टेन्स, यो तलदेखि माथिको डिस्टेन्स भनेको भर्टिकल हाइट हो, माथिदेखि तलको डिस्टेन्स भनेको भर्टिकल हाइट। यो भनेको के भइहाल्यो, स्ल्यान्ट हाइट। सो हामी यहाँ के लिन्छौँ, 1/2 बेस इन्टु हाइट भनेको 1/2 बेस इन्टु स्ल्यान्ट हाइट हो, ठिक छ। खासमा 1/2 बेस इन्टु स्ल्यान्ट हाइट हो, ठिक छ। अब यस्तो हामीलाई 4वटा ट्रायङ्गल दिनु छ, हामीलाई 4वटा ट्रायङ्गल दिनु छ। त्यसो भए हामीले यदि ल्याटरल सर्फेस एरिया निकाल्नु छ भने एउटा ट्रायङ्गलको 1/2 बेस इन्टु यल आयो, यल भनेको स्ल्यान्ट हाइट। त्यसपछि 4वटा ट्रायङ्गल निकाल्नु पऱ्यो भने 4वटा कि त तिमीलाई 4टाले जोड्दियो अथवा 4वटाले मल्टिप्लाई गरिदियो। 1/2 बेस इन्टु एल, 2 इन्टु 2 बी इन्टु एल भनेर हाम्रो फर्मुला हुन्छ, ठिक छ। ल अब ल्याटरल सर्फेस एरिया भइहाल्यो, ल्याटरल सर्फेस एरिया पनि भयो, बुझ्यो न। ल्याटरल सर्फेस एरिया भनेको साइडतिर मैले लेखाएको छैन, यसले लेख्छु मजाले टेन्सन नगर। साइडतिरको एरिया ल्याटरल सर्फेस एरिया भनेको साइडतिरको एरिया।
बनाएर ल्याउनु पर्ने थियो तर मैले खोलेर ल्याएँ ताकि यसलाई डेमोन्स्ट्रेसन गर्न सजिलो हुन्छ तर गाह्रो भइरहेको छ। ल्याटरल सर्फेस एरिया भनेको साइडतिरको एरिया भनेको ल्याटरल सर्फेस एरिया। अब टोटल सर्फेस एरिया भनेको ल्याटरल सर्फेस एरिया प्लस बेस एरिया। बेस एरिया पनि जोड्नु पर्यो र ल्याटरल सर्फेस एरिया पनि जोड्नु, त्यो भनेको टोटल सर्फेस एरिया। अब भोल्युम भनेको के हो? माना यो यदि सोलिडको भयो भने यसमा कति पानी हट्न सक्छ भनेको त्यो चाहिँ भोल्युम हो यसको। भोल्युम भनेको हामी जहिले पनि पढाएको थियौँ बेस इन्टु हाइट। जहिले पनि हामी भोल्युम भनेर के पढाएको थियौँ? बेस एरिया इन्टु हाइट पढाएको थियौँ। क्लास 9 याद गर, बेस एरिया इन्टु हाइट पढाएको थियौँ। क्लास 9 याद गर, बेस एरिया इन्टु हाइट पढाएको थियौँ। ल अब सिधै मैले फर्मुलाहरू लेख्न खोजेँ। अब यदि हामीले बेस एरिया निकाल्नु छ, बेस एरिया यदि निकाल्नु छ भने बेस एरिया मैले डिए मान्ने, जे पनि मान्न हुन्छ, बेस एरिया भनौँ, सर्फेस एरिया भनौँ, बेस एरिया। बेस एरिया हाम्रो के छ? स्क्वायर छ। स्क्वायरको बेस एरिया के हुन्छ? ए इन्टु ए इक्वल्स टु ए स्क्वायर बेस एरिया भइहाल्यो, ठिक छ। अब मैले टोटल ल्याटरल सर्फेस एरिया निकालेँ, एलएसए। एलएसए भनेको पहिले पुरा ट्रायङ्गलको एरिया निकाल्नु पऱ्यो, ठिक छ। ट्रायङ्गलको एरिया निकाल्नु पऱ्यो। ट्रायङ्गलको एरिया भनेको 1/2 बेस इन्टु हाइट। हाइट भनेको यार लेन्थ लिन्छौँ, ठिक छ। यस्तो हेर न, यो मार्कर इज नट वर्किङ नाइसली प्रोपरली। यो के थियो? सब मार्कर सुकिरहेछ ल, यो चाहिँ छ आयो र नो वान कम्स आई विल कम। यो हाम्रो के थियो? पिरामिड थियो, ठिक छ। यो हाम्रो के थियो? पिरामिड थियो। यो पिरामिडको यो भनेको बेस एरिया थियो है, यो भनेको बेस एरिया थियो। एबिसिडीको जुन एरिया निकाल्यो यो भनेको के हुन्छ? बेस एरिया निकाल्यो। हामीले एउटा साइडलाई के भनिदिइरहेछौँ? ए भनिदिइरहेछौँ। एउटा साइडलाई हामी ए भनिदिइरहेछौँ, ठिक छ। एउटा साइडलाई हामी ए भनिदिइरहेछौँ र यो स्ल्यान्ट हाइटलाई हामी यल भनिदिइरहेछौँ। स्ल्यान्ट हाइट भनेको यो भनेको हामीलाई यल भनिदिइरहेछौँ। भर्टिकल हाइट कोही नभइदिए होइन। सो 1/2 बेस इन्टु हाइट। 1/2 यो भनेको बेस इन्टु हाइट। सो बेस भनेको के हो? बेस भनेको त ए हो नि त। 1/2 ए इन्टु एल। 1/2 ए इन्टु एल। अब एउटा कुरा ध्यान दिएर सुन, यस्तो यस्तो त चारवटा छ नि। एउटा ट्रायङ्गल यो, अर्को ट्रायङ्गल यो, अर्को ट्रायङ्गल यो, तिनवटा ट्रायङ्गल भयो, अर्को ट्रायङ्गल पछाडिबाट। यस्तो यस्तो हाम्रो ट्रायङ्गल कतिवटा छ? चारवटा छ। त्यसैले हामीले 4ले पनि मल्टिप्लाई गऱ्यौँ, ठिक छ। सो 2 2 जा 4। सो 2a इन्टु एल। यो ल्याटरल सर्फेसको फर्मुला आयो, 2a इन्टु एल। घोक्न सक्छु घोक, तर म रिकमेन्ड गर्दिनँ, म बुझ्छु, बुझेर गर, ठिक छ। एलएसए। अब यदि हामीले टिएसए टोटल सर्फेस एरिया निकाल्नु छ भने हामी के गर्छौँ? बेस एरिया प्लस ल्याटरल सर्फेस एरिया भनेको टोटल सर्फेस एरिया। यो टोटल ल्याटरल सर्फेस बेसको एरिया निकाल्दियो, तलको बेसको एरिया र माथिको के निकाल्दियो? ल्याटरल सर्फेस एरिया। त्यो भनेको के हुन्छ हाम्रो? टोटल सर्फेस एरिया। सो बेस एरिया हाम्रो कति छ यहाँ? ए स्क्वायर। सो मैले यहाँ ए स्क्वायर लेखेर एलएसए कति छ हाम्रो? 2al लेखेँ। अब कुनै रूपमा यहाँबाट ए कमन लिँदा हुन्छ, ए कमन लिँदा हुन्छ अनि ए प्लस 2l लेखे हुन्छ, ठिक छ। यसलाई कुनै रूपमा झन् डिजाइन गरेर लेख्छ, 2l प्लस ए लेख्छ। जे पनि लेख्छ, खासमा कुरा भनेको त बेस एरिया भनेको एलएसए हो, ठिक छ। यो भनेको हाम्रो टोटल सर्फेस एरिया। यो भनेको हाम्रो के आयो? टोटल सर्फेस एरिया। सो मैले यहाँ फर्मुला लेखेँ हाम्रो बेस एरिया भनेको ए स्क्वायर, ल्याटरल सर्फेस एरिया भनेको 2al। एल भनेको स्ल्यान्ट हाइट, नट द भर्टिकल हाइट। यसमा हामी भर्टिकल हाइट पुरै गरिरहेको छौँ। टिएसए भनेको ए स्क्वायर प्लस 2al, ठिक छ। 2al, ठिक छ। ल, यो कुरालाई हामी मेटौँ, अब अर्को कुरा के छ? भोल्युमको कुरा। भोल्युम भनेको के हुन्छ भन्दाखेरि, भोल्युम भनेको के हुन्छ? अब जस्तो यो जुन मैले पिरामिड बनाएँ नि, यो जुन मैले पिरामिड बनाएँ एउटा क्युबमा, यो जुन मैले पिरामिड बनाएँ, ल यस्तो जुन मैले यदि पिरामिड बनाइरहेको छु भने एउटाको क्युबमा सेम बेस भएको क्युब मतलब मैले ए मानिरहेको छु भने यदि अर्को क्युब छ, कुनै क्युब भन्ने छ, जस्तो मैले अब क्युब बनाएँ मैले, ल यो क्युब बनाएँ, ठिक छ। अब यस्तो मैले यदि क्युब बनाएँ भने अब यस्तो पिरामिड के हुन्छ भन्दाखेरि यो क्युबमा 3वटा अट्छ कि, यस्तो पिरामिड यो क्युबमा 3वटा अट्छ। त्यसो भए हामीले के बुझ्नु पर्यो भन्दाखेरि भोल्युम अफ क्युब, यो जुन भोल्युम अफ क्युब छ, क्युबको भोल्युम, ल युबी क्युबको भोल्युम भनेको त्यस्तो 3वटा पिरामिड अट्छ भने 3 इन्टु पिरामिडको भोल्युम, कुनै आपत्ति छैन। र क्युबको भोल्युम भनेर हामी के बुझ्छौँ? कुनै पनि भोल्युमको लागि हामी के बुझ्छौँ? बेस एरिया इन्टु हाइट। सो दिस इज द बेस। यदि मान लो यो बेस हो भने
यदि दिस इज द बेस, सो बेस एरिया ABCD, बेस एरिया इन्टु हाइट। हाइट भनेको के हो? हाइट भनेको यो भइदियो, यो भनेको हाइट। बेस कुनै पनि 9 क्लासमा पढाएको छ हामीले, ठिक छ, रङ गर्न पाइन्न। सो भोल्युम इक्वल्स टु बेस एरिया इन्टु हाइट हुन्छ, ठिक छ। भोल्युम भनेको बेस एरिया इन्टु हाइट हुन्छ, बेस एरिया इन्टु हाइट। सो त्यो भनेको के हुन्छ भन्दाखेरि बेस एरिया इन्टु हाइट। यो भनेको 3 टाइम्स अफ पिरामिड, एउटा पिरामिड हालिरहेको छु। त्यसो भए यदि हामी पिरामिडको निकाल्नु छ भने 1/3 आयो तल, बेस एरिया इन्टु हाइट लेख्न पाएँ, ठिक छ, कुनै आपत्ति हुनु भएन। यदि मैले 3 लाई के गरेँ तल ल्याइदिएँ, तल ल्याइदिएँ, सो 1/3 बेस एरिया इन्टु हाइट, 1/3 बेस एरिया इन्टु हाइट। सो पिरामिडको यदि भोल्युम निकाल्नु छ भने 1/3, पिरामिडको बेस एरिया कति थियो? A स्क्वायर, हाइट भनेको h, र यो हाइट भनेको के हो? भर्टिकल हाइट। यो हाइट भनेको के हो? भर्टिकल हाइट, बिचवाला हाइट। यदि मैले यहाँ प्रिज्म बनाइरहेको छु भने, यदि मैले यहाँ प्रिज्म बनाइरहेको छु भने यो बिचको हाइट भनेको के हुन्छ? बेस हाइट, मतलब भर्टिकल हाइट। यो भनेको के हो? भर्टिकल हाइट। भेरी गुड, यो भनेको के हो? भर्टिकल हाइट, ठिक छ। सो हाम्रो पिरामिडको एरिया के आयो? भोल्युम के आयो भने पिरामिडको भोल्युम के आयो? भोल्युम भनेको के आयो? भोल्युम भनेको 1/3 A स्क्वायर इन्टु h। भोल्युम भनेको 1/3 A स्क्वायर इन्टु h, ठिक छ, याद गर्नु पर्दैन। यति फर्मुला आयो। अब हामी क्वेसन गर्नु 3-4वटा र यो च्याप्टर सकिन्छ। एकदमै सजिलो च्याप्टर छ, यो च्याप्टर सकिन्छ। ल कस्तो क्वेसन के छ हाम्रो? द स्ल्यान्ट हाइट अफ द स्क्वायर बेस्ड पिरामिड इज 4 सेन्टिमिटर। स्ल्यान्ट हाइट कति दिइरहेछ हामीलाई? स्ल्यान्ट हाइट के दिइरहेछ हामीलाई? भ्यालु 4 सेन्टिमिटर दिइरहेछ। एन्ड द लेन्थ अफ द बेस इज 10 सेन्टिमिटर। बेसको लेन्थ कति दिइरहेछ? 10 सेन्टिमिटर दिइरहेछ। ल्याटरल सर्फेस एरिया, टोटल सर्फेस एरिया एन्ड भोल्युम। एन्ड तपाईले यसको फिगर बनाएर हेरौँ। तिमीहरूले बनाउँदाखेरि बनाउनु चाहिँ पर्दैन, म बुझाउनलाई बसिरहेको छु। ल यो भनेको पोइन्ट। स्ल्यान्ट हाइट अफ द स्क्वायर बेस्ड पिरामिड। यो जुन स्ल्यान्ट यो बेसको लेन्थ कति दिइरहेछ? चाहियो भने हामीले भर्टिकल हाइट पनि चाहिन्छ। यदि हामीले भोल्युम चाहियो भने हामीलाई भर्टिकल हाइट पनि चाहिन्छ, यो हाइट पनि चाहिन्छ। यो भोल्युम चाहियो भने हामीलाई भर्टिकल हाइट पनि चाहिन्छ, ठिक छ। हामीलाई यो ल्याटरल सर्फेस एरिया दिए, मतलब सरी स्ल्यान्ट हाइट दिएछ, यो दिएछ भने यहाँ हामी भर्टिकल हाइट निकाल्न सक्छौँ। अहिले निकाल्छु। यहाँ हाम्रो स्ल्यान्ट हाइट कति दिएछ? स्ल्यान्ट हाइट कति दिएछ? L इक्वल्स टु 4 सेन्टिमिटर, ठिक छ। स्ल्यान्ट हाइट 4 सेन्टिमिटर दिएछ र लेन्थ अफ बेस कति दिएछ? लेन्थ अफ बेस यसलाई हामी के डिनोट गरौँ? यसलाई A ले डिनोट गरौँ हैन। लेन्थ अफ बेस हामी A मानेको थियो। यो भनेको 10 सेन्टिमिटर, ठिक छ। यो भनेको 10 सेन्टिमिटर। त्यसो भए नाउ हामीलाई ल्याटरल सर्फेस एरिया थाहा छ। ल्याटरल सर्फेस एरिया इक्वल्स टु 2AL। ल्याटरल सर्फेस एरिया इक्वल्स टु 2AL। हामीले फर्मुला थाहा छ। सो 2 इन्टु A को भ्यालु कति छ? 10 इन्टु L भ्यालु कति छ? 4। सो यो भयो 80 सेन्टिमिटर स्क्वायर। यो के भयो? 80 सेन्टिमिटर स्क्वायर। त्यसपछि के हुन्छ? टोटल सर्फेस एरिया यसै पनि फाइन्ड गर्नु भनेको छ। टोटल सर्फेस एरिया इक्वल्स टु LSA प्लस बेस एरिया हो। टोटल सर्फेस एरिया इक्वल्स टु LSA प्लस बेस एरिया। ल LSA हाम्रो कति आइसक्यो? 80 सेन्टिमिटर स्क्वायर, 80 सेन्टिमिटर स्क्वायर। अब बेस एरिया भनेको के हो? स्क्वायरको बेस, A स्क्वायर, ठिक छ। बेस एरिया भनेको A स्क्वायर। सो यहाँ मैले लेखेँ A स्क्वायर। अब यो भनेको 80 सेन्टिमिटर स्क्वायर प्लस A को भ्यालु कति छ हामीसँग? 10। So this is 10 square. So 80 plus 100 equals to 180 centimeter square. So
ल्याटरल सर्फेस एरिया भनेको हाम्रो 80 आयो र टोटल सर्फेस एरिया भनेको 180 आयो। ठिक छ, यहाँ कुनै आपत्ति छैन। ल यसलाई मेटौँ। त्यसपछि हामीलाई के चाहियो? भोल्युम। त्यसपछि हामीलाई के चाहियो? भोल्युम। ल अब नाउ भोल्युम इक्वल्स टु भोल्युम इक्वल्स टु 1/3 ए स्क्वायर एच भन्ने हाम्रो फर्मुला छ। हामीसँग ए को भ्यालु छ तर एच को भ्यालु छैन, एल को भ्यालु, एच को भ्यालु छैन। हामी एच को भ्यालु कसरी निकाल्छौँ? यही कारणले मैले सुरुमा सिकाइरहेको थिएँ एच को भ्यालु कसरी निकाल्छौँ। अब हामीसँग एच छ, हामीसँग एल छ, हामीसँग यो साइड पनि छ हैन, हामीसँग यो साइड पनि छ। सो एच स्क्वायर, सो यसरी लेख, एल स्क्वायर इक्वल्स टु एच स्क्वायर प्लस मैले सिधै गरेँ a/2 होल स्क्वायर। ठिक छ, यो भनेको हाइपोटेनियस भइहाल्छ, यो भनेको हाइपोटेनियस भइहाल्छ, यो भनेको हाइपोटेनियस। सो एल स्क्वायर भनेको हाइपोटेनियस, पी भनेको यो हाइट, भर्टिकल हाइट, र बी भनेको यो a/2। ठिक छ, फर्स्टमा गरेको छु। यहाँबाट हामी यदि एच स्क्वायर निकाल्यो भने एच स्क्वायर इक्वल्स टु एल स्क्वायर माइनस ए स्क्वायर बाई 4। भ्यालु पुट गर, एच स्क्वायर इक्वल्स टु एल को भ्यालु कति छ? 4 स्क्वायर माइनस ए को भ्यालु कति छ? 10 स्क्वायर, 10 स्क्वायर बाई 4। यो भनेको 4 4 जा 16 डिवाइडेड बाई 100 डिवाइडेड बाई 4। ठिक छ, सो यो भनेको 16 माइनस 25। ठिक छ, ए स्क्वायर बाई 4 ए स्क्वायर बाई 4। ठिक छ, ल यो भनेको -9 आयो। ठिक छ, यो भनेको -9 आयो, यो भनेको -9 आयो। यो क्वेसनमा हामीले यो निकाल्न सक्दैनौँ, भोल्युम निकाल्न सक्दैनौँ। किन भोल्युम निकाल्न सक्दैनौँ? किनभने -9, अब हाइट कहीँ -9 आउन सक्छ, यसलाई गर्दाखेरि एच स्क्वायर इक्वल्स टु -9 कहीँ आउन सक्छ, आउन सक्दैन। सो योबाट हाम्रो भोल्युम निस्कन सक्दैन। ठिक छ, यो हाम्रो प्यारामिटर मिस्टेक दिएछ। तर के बुझ्नु पर्यो भन्दाखेरि यदि हामीलाई एल दिएछ र ए दिएछ भने हाइट कसरी निकाल्ने? यसरी हामी एच को पत्ता लगाउँछौँ र यसको भ्यालु यसमा पुट गर्छौँ। ठिक छ, यसको भ्यालु पुट गर्छौँ यसमा। ठिक छ, ल अलि यो भ्यालु नमिलेर यस्तो भएको, तर बुझ्यो, कन्सेप्ट चाहिँ बुझ्यो। यहाँबाट हामीले एच को भ्यालु निकाल्छौँ, एच को भ्यालु माना यहाँ, यदि एच को भ्यालु माना यहाँ, यदि माना 9 आइदिएको थियो, एच को भ्यालु माना 9 आइदिएको थियो, त्यसमा मैले कसरी गर्थेँ? 1/3 ए को ठाउँमा कति हाल्थेँ? 10 स्क्वायर इन्टु 9। सो 3 3 जा 9, सो 100 इन्टु 3 इक्वल्स टु 300। ठिक छ, यसरी हामी गर्थ्यौँ यदि हाम्रो भ्यालु 9 आइहाल्थ्यो भने। एच को भ्यालु नआउँथ्यो, एच को भ्यालु, यदि एच को भ्यालु हाम्रो 9 आइहाल्थ्यो भने, इक्जाम्पल लिएको मात्रै हो भने, तर यसमा गर्न मिल्दैन। ठिक छ, तर यसमा गर्न मिल्दैन। मेटौँ भयो, ल भोल्युम निकाल्न पनि सिक्यो। ठिक छ, अब यदि यही क्वेसनमा सोध्यो भने, यही क्वेसनमा सोध्यो मलाई चारै ट्रायङ्गुलर फेसलाई यदि पेन्टिङ गराउनु छ भने, चारवटा जुन ट्रायङ्गुलर फेस छ यसको, यो फेसलाई मलाई पेन्टिङ गराउनु छ र पेन्टरले के भन्दा भने 1 सेन्टिमिटर स्क्वायरको लागि म 5 रुपियाँ लिन्छु, आरएस 5 रुपियाँ लिन्छु। त्यसमा मलाई रेक्ट्याङ्गुलर फेसलाई त्यो गराउनु, पेन्टिङ गराउनलाई कति पैसा पर्छ? रेक्ट्याङ्गुलर फेसलाई पेन्टिङ गराउनु कति पैसा पर्छ? हाम्रो रेक्ट्याङ्गुलर फेस भनेको त यो हो, यो भनेको ल्याटरल सर्फेस एरिया। ल्याटरल सर्फेस एरिया हामी कति निकालेको थियौँ? एलएसए हामी कति निकालेको थियौँ? 80 सेन्टिमिटर स्क्वायर। अब हेर 1 सेन्टिमिटर स्क्वायरको लागि 5 परिरहेछ भने देयरफोर 80 सेन्टिमिटर स्क्वायर इक्वल्स टु आरएस 5 इन्टु 80 गर्न पायौँ। सो आरएस 8 5 जा 40, 400 आयो। ठिक छ, 8 5 जा 40, 400 आयो। ल find the volume of square pyramid if base area is 36
centimeter square and height is 10 centimeter. ल यहाँ हाम्रो क्वेशन के छ, यो क्वेशनमा हाम्रो क्वेशन के छ, फाइन्ड द भोल्युम अफ ए स्क्वायर पिरामिड whose base area is 36 centimeter square and height is 10 centimeter. So यहाँ हाम्रो बेस एरिया कति दिया छ, बेस एरिया BA बेस एरिया कति दिया छ 36 सेन्टिमिटर स्क्वायर, ठीक छ। त्यसपछि हाम्रो हाइट दिया छ, यो हाइट हामी बुझ्नुपर्छ, यो भर्टिकल हाइट हो, ठीक छ। यो हाइट के हो, भर्टिकल हाइट हो। तो भर्टिकल हाइट हाम्रो कति दिया छ 10 सेन्टिमिटर स्क्वायर। देन फाइन्ड द भोल्युम, हामीले भोल्युम पत्ता लगाउनु भन्ने छ, VOLUM भोल्युम V इक्वल्स टु वाट, हाम्रो 9 हामीलाई फर्मुला थाहा छ, भोल्युम इक्वल्स टु 1/3 A स्क्वायर इन्टु H। हाम्रो त A स्क्वायर भनेको बेस एरिया हो कि नै, फर्मुला त जहिले पनि हाम्रो हो 1/3 बेस एरिया इन्टु हाइट भन्ने फर्मुला हो नि त, यहीबाट दिएको थियो सुरुमा गरे त म 1/3 बेस एरिया इन्टु हाइट। यसको ठाउँमा हामी के लेख्न पायौँ 1/3 A स्क्वायर को ठाउँमा 36 सिधै लेख्न पायौँ हामीले, इन्टु हाइट को ठाउँमा हामी 10 लेख्न पायौँ। सो 312 जा, यो भनेको 120 सेन्टिमिटर क्यूब, यो भनेको 120 सेन्टिमिटर क्यूब, ठीक छ। हाम्रो बेस एरिया हाइट कति आयो, भोल्युम कति आयो 120 सेन्टिमिटर क्यूब, एकदमै सजिलो थियो। ल यसलाई पनि मैले मेटेँ। ल यो क्वेशनमा के भनेछ, on the square base pyramid has area of triangular faces। अब एरिया अफ ट्रायंगुलर फेसेस भनेको त्यो भनेको ल्याटरल सर्फेस एरिया हो कि नै हो। एन्ड लेन्थ अफ बेस इज 5 सेन्टिमिटर, एन्ड लेन्थ अफ बेस इज 5 सेन्टिमिटर। फाइन्ड द स्ल्यान्ट हाइट, धेरै सजिलो छ। अब ल्याटरल ट्रायंगुलर फेसेसको यदि हामीले एरिया दिएको छ, त्यो भनेको ल्याटरल सर्फेस एरिया हो। सो हाम्रो ल्याटरल सर्फेस एरिया इक्वल्स टु 600 सेन्टिमिटर स्क्वायर दिया छ। लेन्थ अफ बेस पनि दिया छ, सो लेन्थ अफ बेस यसलाई के मान्छौँ, ए मान्छौँ, इक्वल्स टु कति दिया छ 5 सेन्टिमिटर। हामीले के चाहियो, स्ल्यान्ट हाइट, छड्के हाइट चाहियो हामीले, स्ल्यान्ट हाइट एल इक्वल्स टु वाट। अब हामी 9 गर्छौँ, ल्याटरल सर्फेस एरिया इक्वल्स टु हामीले फर्मुला याद छ 2A इन्टु L फोर ल्याटरल सर्फेस एरिया भनेको 2A इन्टु L। अब हामीसँग एलएसए कति छ 600 छ, 2 छँदैछ, A कति छ हामीसँग 5 छ, र हामीले यहाँबाट L निकाल्नु छ, त्यसो L इक्वल्स टु 600 डिवाइडेड बाइ 10। लेन्थ कति आयो, स्ल्यान्ट हाइट 60 सेन्टिमिटर। देयरफोर द स्ल्यान्ट हाइट इज 60 सेन्टिमिटर, ठीक छ। यो क्वेशन हेरौँ, देयर आर 50 गेस्ट इन ए स्क्वायर बेस्ड पिरामिड। एउटा स्क्वायर बेस्ड पिरामिड बनाएको छ हैन, टेन्ट जस्तो बनाएको छ, त्यो भित्र कतिवटा गेस्ट छ, 50 वटा गेस्ट बसिरहेको छ। इफ इच गेस्ट हैज 5 मिटर स्क्वायर, एउटा गेस्टले कति लिइरहेछ एरिया, एउटा गेस्टले कति एरिया लिइरहेछ, माने एउटा पिरामिड हो, ठीक छ, माने एउटा पिरामिड भयो, माने एउटा पिरामिड हो, माने एउटा पिरामिड भयो, ठीक छ। त्यसो इच गेस्ट हैज 5 मिटर स्क्वायर, एउटा गेस्टले कति लिइरहेछ 5 मिटर स्क्वायर भन्ने एउटा एरिया लिइरहेछ, 5 मिटर स्क्वायर भन्ने एउटा एरिया लिइरहेछ इन द ग्राउन्ड, एन्ड हाइट अफ द टेन्ट इज 20 मिटर। यसको हाइट कति छ, यसको हाइट कति छ 20 मिटर, यसको हाइट कति छ 20 मिटर, ठीक छ। देयरफोर फाइन्ड द भोल्युम अफ द टेन्ट, देयरफोर फाइन्ड द भोल्युम अफ द टेन्ट। ल एउटा गेस्टले कति लिइरहेछ 5 मिटर स्क्वायर, जम्मा छ कतिवटा 50 वटा छ, यस्तै यहाँ कतिवटा 50 वटा त पुग्छ, यस्तै 50 वटा त पुग्छ यहाँ। तर तल ग्राउन्डमा बस्ने भने तल ग्राउन्डमा बस्ने एरिया एउटा गेस्टले 5 मिटर स्क्वायरमा बसिरहेछ के, 5 मिटर स्क्वायरमा एउटा गेस्ट चाहिँ बसिरहेछ, त्यसो 50 वटा गेस्टलाई कति स्क्वायर चाहियो तल, सो 450 गेस्ट टोटल एरिया इक्वल्स टु 50 इन्टु 5, 5 5 जा 25 मिटर स्क्वायर।
सो यो भनेको कुन एरिया हो? टोटल एरिया भनेको तलको ग्राउन्डको टोटल एरिया। यो भनेको अब के भइहाल्यो हाम्रो बेस एरिया। यो अब हाम्रो के भइहाल्यो बेस एरिया। सो टोटल बेस एरिया कति भइरहेछ हाम्रो 250 मिटर स्क्वायर एउटा टेन्टको भइरहेछ र यसको हाइट हामीलाई कति दिएको छ? हाइट 20 मिटर दिएको छ। मैले गिभन लेखिन लेख्नु। हाइट कति दिइरहेछ? 20 मिटर दिइरहेछ। सो देयरफोर भोल्युम इक्वल्स टु हामीको फर्मुला थाहा छ 1/3 a स्क्वायर इन्टु h। यो a स्क्वायर भनेकै यो हो कि होइन बेस एरिया। एउटा गेस्टले 5 मिटर स्क्वायरमा बसिरहेछ मतलब एउटा तल स्पेस छ 5 मिटर। त्यसो भए त्यहाँ 50 वटा गेस्ट छ। 50 वटा गेस्ट छ भने कति स्पेस होला तल? तल 5 × 50 त्यो तल त्यति स्पेस होला। र हाइट यसको 20 मिटर दिइरहेछ भनेको भोल्युम कति हुन्छ? a स्क्वायर इन्टु h 1/3 a स्क्वायरको भ्यालु कति आयो? 250 इन्टु हाइटको भ्यालु कति छ? 20। ठिक छ, हाइटको भ्यालु 20 छ। प्लस वाला गर्दाखेरि कति आयो? 25 50 डिवाइडेड बाइ 3। यो भनेको हाम्रो भोल्युम हो। यो भनेको यति हाम्रो के आयो? भोल्युम आयो 500/3 मिटर क्युब हाम्रो भोल्युम आयो। ल जसलाई क्वेसन मात्रै गर्नु छ भने त्यसले चाहिँ क्वेसन मात्रै गर्न नभए जसलाई कन्सेप्ट पनि बुझ्नु छ भने त्यसले चाहिँ पुरै भिडियो हेर्ने। ठिक छ। सो हाम्रो यहाँ भोल्युम चाहिँ यति आयो। भोल्युम भनेको जहिले पनि बेस एरिया इन्टु हाइट। हामीलाई यति गरौँ। अब हामी नेक्स्ट भिडियोमा भेट्छौँ। ठिक छ। थ्याङ्क यू। पढाइ गर्दै राख।